गर्दाखेरि आफ्नो प्लेइङ करियरलाई कसरी गर्छ? त्यो मैले जुन बिउमा पानी हाल्दा थिएँ यति वर्षदेखि बिउ अब उम्रिन थालेर फुल उम्रिरहेछ जस्तो लागिरहेको छ। त्यही हो, अरू केही भन्नै आइरहेको छ मलाई, खुसी लागिरहेको छ। तपाईँले एक्सपेक्ट गर्नुभएको थियो यति चाँडै हुन्छ भनेर सबै कुराहरू? अब कलअप चाहिँ एक्सपेक्ट गरिरहेको थिएँ अलि टाइमदेखि नै, लाइक लास्ट इयरदेखि नै कलअप चाहिँ एक्सपेक्ट गरिरहेको थिएँ। तर अब त्यही अब खेलेपछि चाहिँ लास्ट टाइम खेलेको र अहिले खेलेकोमा त्यही मलाई एउटा फरक चाहिँ त्यही राख्नु थियो कि अलिकति इम्प्याक्ट छोड्न पाएर म्याचेस जिताउनुमा चाहिँ कन्ट्रिब्युट गर्न सके राम्रो हुन्छ भनेर त्यसैको लागि मिहिनेत पनि गरिरहेको थिएँ। त्यो कलअपको लागि चाहिँ एज अ आफू चाहिँ लेफ्ट ह्यान्डेड ब्याटर भएको भएर यो पोजिसनमा म चाहिँ डिजर्भ गर्छु जस्तो चाहिँ पहिले लागिरहेको थियो कि अरू नै केही कारण थियो? पोजिसन भन्दा पनि अब मैले कन्ट्रिब्युट गरिरहेको थिएँ, डोमेस्टिकमा पर्फर्म गरिरहेको थिएँ, प्लस म नभए कोही पनि लेफ्ट ह्यान्डेड ब्याटर भयो भने चाहिँ टिमलाई नै हेल्प हुन्छ जस्तो लागिरहेको थियो। त्यही मैले खेल्दा त्यही अलि सजिलो भइरहेछ जस्तो लाग्यो। आजको इनिङ अब आजको इनिङ त्यही थियो, अब एउटा सिम्पल रोल दिएको छ मलाई, त्यस्तो खासै कम्प्लिकेट केही पनि गरेको छैन कोचले अनि म्यानेजमेन्टले सबैले। उहाँहरूले चाहिँ मलाई एउटा रोल मात्रै दिनुभएको छ कि 40th ओभरसम्म म त्यहाँ भए पुग्छ, मैले त्यहाँसम्म ब्याटिङ गरेँ, जसरी मलाई गर्नु मन छ त्यसरी गरे हुन्छ, केही यो स्क्रिप्ट छैन, जसरी गर्नु मन छ त्यसरी गर, तर आई वान्ट यु देयर टिल द 40th ओभर भन्नुभएको थियो, त्यही ट्राई गरिरहेको छु म। कुशल र आशिषले जसरी सुरुवात गरे त्यसले पनि त अलिकति सजिलो भयो होला होइन, किनभने एङ्करिङ गर्नु त्यति सजिलो पनि छैन। एकदम धेरै, अब लाइक किनभने हामी स्टार्ट एकदमै एक्सप्लोसिभ गर्दाखेरि चाहिँ त्यो कुराले सजिलो चाहिँ म र रोहित जस्तो ब्याट्सम्यानलाई हुन्छ, किनभने हामीहरू गएर टाइम लिन पाउँछ। अब हामीले स्टार्टिङमा एकदम धेरै डट बल खेले पनि त्यो हामीलाई थाहा थियो कि त्यो बिल्डअप गरेर राख्दाखेरि पछि गएर यो विकेटमा रन बनाउन सजिलो छ। प्लस अब युएस टिमको ब्याटिङ डेप्थ हेर्दाखेरि हामीलाई 260 270 प्लस समथिङ चाहिएको थियो यो विकेटमा यो कन्डिसन्समा जित्नलाई, सो त्यही टार्गेट थियो। तपाईँ आएपछिको लगातार 3वटा म्याच नेपाल जितेको छ होइन, 3टा म्याच तपाईँको पर्फर्मेन्स पनि राम्रो भएको छ, आफूलाई कसरी? म आएपछि त्यो कुरा अब लकी फर्चुनेट भएन, म आएपछि जितिरहेको छ, तर जो आए पनि जित्नु चाहिँ पऱ्यो। अब जितिरहेको छ त्यो सबभन्दा ठुलो खुसी हो। अब हामी किनभने हाम्रो लागि यो सिरिज एकदम क्रुसियल थियो, दुइटै सिरिज एकदम क्रुसियल थियो, सो दुइटै सिरिजमा हामी 8वटा गेममा 6वटा गेम जित्न सफल भयौँ, त्यो चाहिँ एकदम खुसीको कुरा हो। सो पछिल्लो समय जुन खालको टप अर्डरमा इनआउट थियो नि, यो अवस्थामा तपाईँले पाएको अवसरलाई जसरी क्लिक गर्नुपर्ने च्यालेन्ज थियो, कतिको त्यो च्यालेन्जिङ थियो त्यो? अब च्यालेन्जिङ इन्टरनेसनल क्रिकेटमा त्यो यो नेपाल लेखेको जर्सी लाउने बित्तिकै च्यालेन्ज चाहिँ स्टार्ट भइहाल्छ जस्तो लाग्छ होइन। त्यही टियु त्यही सबै त्यति वर्षदेखि खेलिराख्दाखेरि अब त्यो जर्सी लाउने बित्तिकै अलगै बर्डन जस्तो, रेस्पोन्सिबिलिटीको बोझ वेट जस्तो फिल हुन्छ। त्यो वेट चाहिँ ह्यान्डल गर्न सक्यो भने क्रिकेट त हामी सबैजना सबै ठाउँमा खेल्ने रहेछौँ, सो त्यो अब त्यही कन्ट्रिब्युट गर्न पाउँदा र नेपाल टिम जितेको पाउँदा चाहिँ एकदम खुसी लागेको छ। यो ईशान पाण्डेले खेलेको इनिङ्सले नेपालको मेडिकल लाइनलाई कस्तो सन्देश दिन्छ? मेडिकल लाइनलाई सन्देश अब खै सबैजना खुसी हुनुहुन्छ, एकदम धेरै माया गर्नुहुन्छ होइन, किनभने मेडिकल लाइनमा भएको मेरो वरिपरि भएको मान्छेहरूले माया नगरिदिएको भए म दुइटै कुरा कम्प्लिट गर्न सक्थेन होला, प्लस मेरो भित्रको स्ट्रेस पनि बढ्थ्यो होला। सो सबैजना जसले पनि मलाई मेडिकल स्कुलदेखि यहाँसम्मको जर्नीमा MBBSको जर्नीमा हेल्प गर्नुभयो, उहाँहरूलाई थ्याङ्क यू भन्न चाहन्छु, यो उहाँहरूको लागि पनि भन्न सकिन्छ। यो अब 2वटा करियर प्यारलल भयो, सानो कन्ट्री हो, मैले जे गरे पनि थाहा पाइहाल्नुहुन्छ, सो मैले आफ्नो प्लान्सहरू बनाएको छु, सो त्यो प्लान्समै गइरहेको छ अहिले त। जस्तो डोमेस्टिकमा लगातार पर्फर्मेन्स गरिरहनु भएको थियो, नेसनल टिमको ग्रोथ पनि नबदल्नु भयो, पर्फर्मेन्स पनि आयो। एउटा यङ्स्टरको लागि नेपालको डोमेस्टिक स्ट्रक्चर आफूलाई इन्टरनेसनल लेभलमा प्रुभ गर्नु कतिको इम्पोर्टेन्ट छ ब्रेक थ्रु दिलाउनलाई पनि? अब सबैलाई इम्पोर्टेन्ट छ, तर एउटा कुरा चाहिँ बुझ्नुपर्छ कि अब डोमेस्टिकमा पर्फर्म गरिराख्दाखेरि यहाँ आएर नेपाल टिमबाट खेल्न मात्रै जरुरी छैन, नेपाल टिमलाई जिताउन सक्ने केपेबिलिटी हुन्छ भने चाहिँ नेपाल टिमले जतिखेर पनि ढोका खुल्लै हुन्छ। त्यो पर्फर्म गर्न र यति रन बनायो यति रन बनाएन भन्ने कुरा म्याटर गर्दैन। नेपाल टिमलाई जिताउनलाई त्यो मान्छे चाहिन्छ भने चाहिँ ढोका जहिले पनि खुल्लै हुन्छ। थ्याङ्क यू।